आफ्टर लङ टाइम ब्याक म चाहिँ मेरो घर आएको छु। गाउँ मेरो गाउँ चाहिँ रसुवा डाँडा गाउँमा पर्छ, उत्तरगाई वडा नम्बर 2 मा। सो मलाई यो गाउँमा आइसके पछाडि चाहिँ हुन्छ नि ठ्याक्कै डिफ्रेन्स पाउँछु कि। काठमाडौँमा चाहिँ हुन्छ नि एकदमै कङ्क्रिट एरिया, एकदमै हुन्छ नि भेहिकल्सहरूको नोइजहरू, एयर पोल्युसनहरू हुन्छ नि, त्यो इन्भाइरोमेन्टमा बसिरहेको हुन्छ। एन्ड एकदमै मिस भइरहेको हुन्छ कि गाउँ चाहिँ। एन्ड गाउँमा आइसके पछाडि चाहिँ ठ्याक्कै अपोजिट छ कि। भेहिकल्सहरूको खासै हुन्छ नि त्यस्तो साउन्डहरू पनि आउँदैन, एकदमै फ्रेस एयर, एकदमै खुल्ला इन्भाइरोमेन्ट हुन्छ नि, जताततै डाँडै काँडा छ होइन। एन्ड त्यो इन्भाइरोमेन्टमा इन्जोय गर्न पाउँदाखेरि चाहिँ आफूलाई एकदमै खुसी फिल हुन्छ। एन्ड भित्रदेखि हुन्छ नि स्ट्रङ फिल भए जस्तो फिल हुन्छ कि। हेल्थलाई लिएर पनि हुन्छ नि गाउँ चाहिँ मोर हुन्छ नि अझै सहरभन्दा चाहिँ एकदमै राम्रो छ कि। बस्नुको लागि हुन्छ कि हुन्छ नि। एन्ड वरिपरि छरछिमेकहरू हुन्छ। एन्ड सो गाउँको रहनसहन अलिकति काठमाडौँभन्दा अलिकति बेग्लै हुन्छ। एन्ड मलाई चाहिँ जे होस् गाउँको लाइफ नै बेस्ट लाग्छ कि। सो अहिले यो तल देखिरहेको घर चाहिँ मेरो घर हो। एन्ड उतापट्टि चाहिँ गोठ छ, यता माथिपट्टि पनि गोठ छ। सो